So what is up? Welcome back to another vlog. धेरै पछि आए म पानीपुरी पछाडी केही टक्सन नै भेटिन क्या दोस्तहरु पानीपुरी जतिको राम्रो कन्टेन्टै भेटिन क्या मैले तैर धेरै दिन पछाडी आए किन यसले मंकी बिजनेस गर्यो थाहा भएन तर जेसुकै होस् आजको भिडियोको टाइटल स्पोन्सर हुनुहुन्छ सर्व स्टोर एकचोटी सर्व स्टोर पुगेर आमे बोला अर्कोचोटी 1 2 3 गो सो हामी सर्व स्टोर आइसकेको छौं तपाईहरुलाई पनि यहाँनेरिको स्पेशल अफरहरु देखाउने छौं एक्सेसरिजमा 50% अफ वाचेसमा 20% अफ 20% अफ on bags RS 1000 मा 7 ceramic plates or bowls of your choice कफी मेसिनमा तपाईहरुले दुईटा फ्लावर बेस पाउनुहुनेछ फ्रीमा स्लिपर सेट 199 न्यू प्रोडक्ट्स पनि आइसकेको छ स्टोरमा तपाईहरुले यो सब शपिङ गर्दाखेरि चाहिँ लास्टमा फ्री कोइन्स पाउनुहुन्छ क्ल मेसिनको लागि सो तपाईहरुले यो अपर्चुनिटी मिस नगर्नु होला सर्व स्टोर चाँडै भिजिट गर्नु होला तिमीहरुलाई चाहिँ अर्को चोटी लान्छु है जोस आजको च्यालेन्ज चाहिँ तपाईहरुले बुझिसक्नुभयो के छ ड्रम फोडेर निस्किनु पर्छ को तयार छ यसको लागि को गर्ने यो च्यालेन्ज म अड्नु पर्यो नि यहाँ विनरलाई प्राइज किन भन्नु मैले अहिले गर्ने कि नगर्ने दुईटा बच्चा छ यार के भएको यार यिनीहरू यो त मामुको बर्थडे दाइ नेक्स्ट टाइम अम्बो कल्लु बागहरुको लागि मात्र हो ओहो त्यसो भए त यो दुईजनामा को पर्छ भनेर त हामीले चिटबाटै पत्ता लगाउनु पर्ने भयो कल्याणलाई दिउँ है यो चान्स कल्याण दिनु त के भयो घिसिङले पाए यो सुनौलो अफसर मलाई नै परेछ यार पर्छ जस्तो लागेको थिएन यस्तो जे कुरा चाहिँ कल्लु आउने बिचरा कल्लु उसको जस्तो गरेछ यार हलचल जस्तो सो यो च्यालेन्ज चाहिँ सुरुमै डिसाइडेड थियो क्रान्ति घिसिङले गर्छ भनेर भाइले गरेपछि तिमी आजको च्यालेन्जमा चाहिँ यो ड्रम फोडेर निकाल्नु पर्ने तर टाइम अनुसारले यहाँ औजारहरू लुकेको छ के छ? त्यो ओए नो टचिङ टच गर्न नपाउने टच किस्ने किरा सो आजको हाम्रो अनि क्लोथिङ पार्टनर हुन्छ एफिनिटी क्लो Every time I elevated something to celebrate. John Jones, I went to heavyweight on these featherweights, but I ain't क्याश back. प्राइज र ए सरी क्याश प्राइज भनि पो हालेछ यार क्यास भनेर पुग्किसक्यो अब आजको गेममा छ क्याश प्राइज 5K यो हाम्रो साथीले यो औजार सकिन्जेलसम्ममा भन्नले पनि कति टाइम लाग्ने 30 मिनेट त थोरै हुन्छ होला कति मिनेटमा सक्छौ तिमी म त आफ्नै टाइम भनिहाल्छु नि भन्न भन बार्गेन गर हतियार अब कस्तो छ ओए हतियार छुने हैन फेरि अब मिनिमम 1 घन्टा चाहिन्छ होला नि हौ 1 घण्टा सो यो च्यालेन्ज विदिन 45 मिनट्स कम्प्लिट भयो भने क्याश प्राइज 5000 रुपीज अगाडि नै सोचिरहेर चाहिँ त मोटिभेट तिमी झ्याली गर्ने खालको मान्छे हो झेली कहाँ अहिलेसम्म कुनै गेममा झेली गरेँ चेकिङ गर्नुपर्ने हुन्छ त्यसो चेकिङ पर्दैन हो यो मोबाइल छ अब मोबाइल त राम्रै हुन्छ टाइम पास भयो भने त त्यो तँलाई फाइदा हो यो सब किन मैले घिसिङलाई नै छाने भने किनभने हाम्रो पास्ट पनि छ पास छ हाम्रो त पासलाई भुल्नु पर्दैन मलाई अन्याय हुँदैछ है अन्याय हुँदैछ म भाग्दिनँ सन्जु हो सन्जु अरू जेलमा भेट्छस् यस्तो खाना यो भाग्दैन हौ यो चोर हातमा आउनु सक्छ यो हतियार चाहिँ मलाई चन्द्रले उपलब्ध गराइदिएकोमा एकदम चन्द्रलाई धेरै थ्याङ्क यू भन्न चाहन्छु है चन्द्र हैन म कट्टुमा भेट्न जान्छु यार सो 5 टाइममा पनि मैले स्केप च्यालेन्ज घिसिङलाई गराएको थिएँ त्यो बेला 25000 क्याश प्राइज थियो त्यो बेला यसले झ्याली गरेर यो पालि क्याश प्राइज पनि डाउन छ अनि यसको थरोली चेकिङ पनि हुन्छ ठिक छ ल म के गरेको थिएँ त यो पोलिस नगर न त्यो तलतिर छाउन पाउँदैन है ओए यो के हो लमा नगर है त्यो बिस्तार जान्छ नि ओए जान्छ कापी त्यो कस्तो डरलाग्दो ठाउँमा राखेको यो है माथि तल भएकोमा सरै काटेको थिइनँ क्या बोला तूने सरै काटेको थिइनँ ए ए झन्डै छामे यार
ल all ready skip challenge let's start चाक घोच्दै मेरो केस बिस्तारै चाक घोच्दै अलि म बिचमा जाऊ त म उफ्रिन्छु आए तेरी यार अड्छ कि अड्दैन मेन कुरा त कल्लु आऊ तेरी तेरी ओइ कल्लु कहाँ पुग्यो दोस्ती मुभमेन्टै हुँदैन त हौ तर ठिकै छ मिल्दो रहेछ अलिअलि ह्यान्ड स्पेस छ होइन हो भन्छ नि होइन मैले जित्छु होला है कल्लु जस कमेन्ट्समा लेखिदिनु होला है यसको 5,000 त पचाउनै पऱ्यो नि भाइ 45 मिनटमा सकिन्छ होला त 100% सपोर्ट तपाईँले त्यसो भए कि हतियार थियो नि त आजको च्यालेन्ज चाहिँ इन्ट्रेस्टिङ नै थियो ड्रममा छिरेर हुन्छ नि अलिकति हल्का सर्भाइभल टाइपको तर ड्रम देख्दाखेरि चाहिँ हल्का स्पेस छैन जस्तो त मलाई लागिरहेको थियो अनि भित्र छिरेपछि त्यही फिल भयो मलाई फर्स्टमै ओहो यहाँ चाहिँ मुभ गर्नुको लागि स्पेस छैन रहेछ हामी खोल्दै गरौँ है त वेपन्सहरुमा चाहिँ के छ तपाईहरुलाई देखाउने छौं अब हामी यो ड्रम फोड्नुको लागि घिसिङलाई सजिलो होस् भनेर हामीले विभिन्न तरिकाको हात हतियार लिएको छौं भन्छु हैन एक्स्ट्रा वेपन दिनु पर्यो केही छैन वेपन भित्र छिरेपछि त्यही फिल भयो मलाई फर्स्टमै ओहो यहाँ चाहिँ मुभ गर्नुको लागि स्पेस छैन रहेछ सो क्रान्ति घिसिङलाई चाहिँ मैले फर्स्ट वेपन चाहिँ एकदमै राम्रो हो जसले गर्दाखेरि ऊ 5 मिनेटमै निस्किनु सक्ने सम्भावना छ तिमी फर्स्ट वेपनको लागि रेडी छौ रेडी छु ल यो ढोका चाहिँ लाएर हुन्छ नि राम्रो म माथिबाट भागिहाल्छु त भाग्नै मिल्दैन नि त फोडेरै निस्किनु पर्यो नि त सर अनि तपाईलाई यो दुलो सजिलो हुन्छ फोड्नु सो यतापट्टि फोड्नु ठिक छ यहाँबाट म अहिले निक्लिहाल्छु सो फर्स्ट वेपन क्रान्ति घिसिङलाई टाइम स्टार्ट भइसक्यो मैले टच गरेको छैन है टच गरेको छैन है टच गरौ है अब 1 2 3 क्रान्ति घिसिङलाई टच गरौ फर्स्ट वेपन मेटले चाहिँ फेरि यो फर्स्टमा दिएको पेन्सिल देख्दाखेरि चाहिँ मलाई त्यसले जब पेन्सिल दियो नि त्यही पेन्सिल त्यसलाई घोचौँ जस्तो लागिरहेको थियो मलाई ओहो यता साथमा रहन्छ नि त ए यस्तो रहेछ नि त ब्लन्ट रहेछ नि त यार ब्लन्ट भयो भने ल्याउनु पर्दैन मान्छेहरू यार एउटा चम्चाले खोदेर छ नि जेलबाट निक्लिन्छ कस्तो कमेडी देखिएको यार सो भिडियोलाई लाइक शेयर सब्स्क्राइब गर्नु होला हतियार दामी छ ओइ यसले त पेन्सिलले पनि यसले त काम गर्छ यार यो त खतरनाक रहेछ यार के खतरनाक हुन्छ ला यसरी त एक दिनमा निक्लिन्न म पेन्सिल कसरी हतियार हुन्छ त्यसले मलाई जन विक सम्झ्यो कि थाहा छैन होइन अब त्यो अब मुखले पनि मैले एकचोटि सार्प गर्ने पनि त्यसलाई ट्राई गरेँ तर मुखले त झन् त्यो डिस्ट्रोय भयो बरु मुखले नगरेको भए त्यसले अलिअलि केही गर्थ्यो कि होइन खै म रोकिनु हुन्न क्या म रोकिनँ भने मैले चाहिँ नि रोकिनँ भने चाहिँ चोस लाग्छ एकचोटि दुलो भएपछि नि काम हुन्छ अर्को हतियारै दिँदैन त हेर ल तपाईलाई अर्को हतियार दिन चाहन्छु म त्यो पेन्सिल फिर्ता गर्नु होला यस्तो हतियार तेरो ल छिटो फिर्ता लु तपाईको यो चाहिँ झन् पेन्सिलै देख्दैन ल हतियारै खोइ के हो एउटा ब्याट दिएर अब त्यो बच्चाले खेल्ने ब्याट पनि दियो त्यो त ल्याङ भयो है कमेन्ट लेखिदिनु होला है ल्याङ गरिदिनु मलाई यति रमाइलो हुन्छ भनेर मैले सोचेको थिइनँ ओइ के भन्छ एक ठाउँमा चाहिँ बब्बाले स्क्र्याच गरिसकेको छ यसले थाकेको लु मैले भने रेस्ट गर्नु रेस्ट गर्ने
एकछिन चाहिँ हामी टर्चर गर्न चाहन्छौँ हाम्रो प्रिजनरलाई। अनि अर्को हतियारको साउन्ड सुन्नु होला क्रान्ति घिसिङ। गाडीमा थालेर आउँदा केही उमन भएको छैन स्क्र्याच पनि। मेरो स्टडी सुन्नु न अहिले यतिकै छोडिदिँदा राम्रो हुँदो रहेपछि मात्रै काम गर्नु कि एनर्जी जोगाउने। यो भिडियोमा 10K लाइक्स आयो भने चाहिँ अरू हाम्रो कन्टेस्टेन्टहरूलाई पनि म स्केप च्यालेन्ज निकाल्नेछु, इन्क्लुडिङ इभन रिकेशलाई पनि मैले फिटिङ च्यालेन्ज सोचिसकेको छु। सो यो भिडियोमा 10K लाइक्स आयो भने चाहिँ है साथीहरू 39 minutes 47 seconds 3 मिनट अगाडि यो हतियार पाउँछौ एउटा ऱ्याप हाना। बेङ्गाल टाइगरले आज सुनिसक्नुभयो भुसिया कुकुर भनिसक्यो। सो यो हतियार म दिन चाहन्छु। क्रान्ति घिसिङ रेडी फर नेक्स्ट हतियार। नाइस थ्याङ्क यू यार। दुईटा दिए त किन सो यो सुद्धा 3टा हतियार गइसकेको थियो र क्रान्ति घिसिङ एकदमै मेहनत गरेर तोडफोडमा लागिरहेको थियो। 10 मिनट्स फर्स्ट 10 मिनट कम्प्लिट हुन आँटिसकेको छ साथीहरू। 10 मिनट्समा साथीले एउटा बल पनि पार्नु सकेको छैन। आई थिङ्क मेरो पैसा जोगिन्छ जस्तो लाग्यो। 1000 वारले चाहिँ नि केही काम छैन, एकै ठाउँमा चाहिँ 1000 वार गर्नु पर्यो। एडिसन एउटा नेल्समा एउटा एडिसन, किनभने 10 मिनटमा साथीले एउटा पाल पनि पार्नु सकेन। कत्रो चाहिँ फोकस्ड होला त दोस्त। ओ साथी हजुर यार यहाँ हेर्नु त एडिसन हतियार। थ्याङ्क यू यार। यो त यसले चाहिँ के होला जस्तो लाग्यो। अब चाहिँ अन्त पहिलाको जेल स्केप मैले आगो बालेर गरेको थिएँ। किलो भन्दै है किलो भएछ ल हेर्नु सक्नुहुन्छ। अब चाहिँ के होला जस्तो लाग्यो। एउटा आशाको किरण भयो भने धेरै चिज हुन्छ लाइफमा। ओ माई गॉड फर्स्ट बल परिसकेको छ। फर्स्ट 13 मिनटमा एउटा पाल परिसकेको छ साथीहरू। 4टा औजार गइसकेको छ फर्स्ट 13 मिनट्समा। यहाँ पाल देख्न सक्नुहुन्छ।
अर्को हतियार तपाईँको लिनु होला। Oh, thank you, my God. ओए ओए यो के भयो लोमा ओ यसले त कैँचीलाई नि ल सक्यो यार यो कैँचीको टाइम 30 सेकेन्ड बाँकी छ। ए कस्तो कैँचीको टाइम छ भन्नु पर्दैन 30 सेकेन्ड्स रन भइरहेकोलाई स्क्रिनमा। ओए माकुरी कैँचीले डर लाग्दो हो यो। मैले सोचेको थिइनँ कैँची यस्तो डर लाग्दो छ भनेर। कस्तो डर लाग्दो निस्केको क्या। आफ्नो सेफ्टीको पनि ध्यान दिनु होला क्रान्ति घिसिङ। ओके हजुर। हस्पिटलको खर्च छैन हाम्रो। टाइम अप 30 सेकेन्ड इज अप। 30 सेकेन्ड इज अप। आफै निकाल अब ल ओए आराम लाग्छ मेरो म निकाल्छु कसरी घुसेडी चाहिँ ओए ओए निकाल्छु भन्नु के गरेको त खुट्टा चाहिँ मेरोबाट टेन्सन भयो यार। तपाईँकोबाट कैँची हामीले 30 सेकेन्ड्स मात्र दियौँ त्यो कारणले हामी तपाईँलाई अर्को औजार चाँडै दिन चाहन्छौँ। ओके के हो यो ल ए थ्याङ्क यू खुट्टा नि यार एमा असल उड्ने गाह्रो यार। ल म असल एउटै गरेछु नि त 15 चाहिँ एउटै हातको दिएको थिएँ मैले दुइटै। सो खुट्टा चाहिँ क्रान्ति घिसिङको खुट्टा चाहिँ फिनिस भइसकेको छ है। जस 45 मिनट बस्दाखेरि धेरै चिज दिमाग पनि साइको भयो एकछिन त। अब फुल खुट्टा निदाइसकेको थियो त्यसपछि अब के गर्ने भयो गिभअप गर्नु पर्यो भने सोचिरहेको थिएँ तर फेरि होइन गिभअप गऱ्यो भने झन् बिल्ला हुन्छ भनेर त्यसपछि गिभअप पनि मैले गरिनँ। एकदम काम अडियन्सलाई सोध्नु चाहे मैले के क्रान्ति घिसिङले सक्ला? एकजना मात्र अडियन्स बोल्नु त। एकदम इन्ट्रेस्टिङ तरिकाले गइरहेछ गेम चाहिँ। खुट्टा निकालेर रेडी हुनुहुन्छ क्रान्ति घिसिङ अर्को औजारको लागि? हुन्छ यार। आमा यतिको सदुपयोग हेक्सो प्लेटको चाहिँ मैले अहिलेसम्म देखेको थिइनँ। ओ माई गॉड यत्रो फाडिसकेको छ हाम्रो दोस्तले यार। सानो स्पेस भएपछि के भयो भन्दाखेरि एकदमै गर्मी भयो त्यसपछि पसिनाले म भिजिसकेको थिएँ त्यो पनि प्रब्लम भयो। देख्नु सक्नुहुन्छ यहाँनिर चाहिँ आजादीको धेरै नजिक आइसकेको छ क्रान्ति घिसिङ। एकदम लास्ट औजारसम्म नै पुग्दैन क्या हुन्छ। अनि यो गाह्रो छ नि अझै त्यहाँ मुभ गर्ने ठाउँै छैन एकदम गाह्रो छ। फेरि यस्तो स्मुथली गरिरहेछ दोस्तले है मैले सोचेको थिइनँ यति सजिलो हुन्छ भनेर। पन्जा आदमीको भने जस्तो भयो कामै रहन्छ। ओए के हो हामी के क्रान्ति घिसिङको अनुहार क्यामेरामा देख्नु पाउँछु म अब? ओए 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 के हो यसले त च्याप्नु खोज्दैछ त्यहाँ।
गेम चेन्जर चाहिँ एक्सो ब्लेड रहेछ। एक्सो ब्लेड चाहिँ कस्तो भयो भने एक्सो ब्लेड पनि फेरि मेटले खै के हो बजेटलाई कम गर्नु खोजे हो कि बजेट प्रडक्सन धेरै भयो भनेर एक्सो ब्लेड पनि धेरै सानो रहेछ। अलिकति फर्स्ट एज जोसमा गरिदिएको पाटफुट भाँचिहाल्यो, पन्जा उल्टोले पनि धेरै असर पर्दो रहेछ यार। त्यसपछि तर काम लाग्ने चिज चाहिँ एक्सो ब्लेड रहेछ गेम चेन्जर चाहिँ। किन मलाई अर्को औजार दिनु मन लाग्यो क्या, त्यो इन्टेन्सिटी कुन इन्टेन्सिटीले युज गर्छ भन्ने मलाई जिज्ञासा लागिरहेछ। जिज्ञासा छैन अर्को हतियारले कसरी युज गर्छ है त। ओ सरी म चाडियो सरी। चिकन यार ओभर फुट गया यार यो अन्त दिमाग पासा किसी दिमाग नेभर गिभ अप नामै क्रान्ति घिसिङको दोस्त। साला बस्नै गाह्रो भयो यार, गाह्रो रहेछ हम त कामै लाग्नु पर्यो यार। यो माया साला हुनै भएन यार। छौ हतियारको पाइँदैन। अब चाहिँ लास्ट 10 मिनट्स बाँकी छ। यो हतियारले चाहिँ तिमीले हान्नु सक्छौ जस्तो लाग्यो। सो फाइनल औजार यहाँ छ क्रान्ति घिसिङ। धार नलागे ल्याएछस् न नि। धार बिना हो त। अब त जसरी नि फुट्छ जस्तो लाग्यो मलाई साथीहरू। यहाँ हान्ने स्पेसै भएन क्या मेन कुरा। ओ लास्ट औजारले पनि हेल्प गरेन अन्त। मेन हान्ने स्पेसै भएन क्या। ओन्ली गड क्यान हेल्प। सात मिनट बाँकी छ साथी। ओ तर 4 मिनटमा यहाँ काम होला जस्तो लाग्यो मलाई। ओहो मेरो मिस्टेक चाहिँ के भयो यार, पुरानो हतियार फाल्यो मैले। कुट्टे साह्रो मिलेन बाहिर खसेको हतियारहरू तिम्रो चाहिन्छ भने हेर्नु होला। आमामा यार खुट्टा मुनि छ त कुट्टे छाड्नु छ क्या। ओहो यो चाहिँ थ्याङ्क यू छ। मैले थ्याङ्क यू भन्न चाहेँ अर्गनाइजर पार्टीलाई। सोचे भन्दा एकदमै टफ च्यालेन्ज बनाइ पठाएछु, जसमा चाहिँ लेग स्पेसले गर्दाखेरि एकदम गाह्रो भइरहेको छ क्रान्ति घिसिङलाई। मैले सोचेको थिइनँ यो च्यालेन्ज यति डरलाग्दो हुन्छ भनेर।
यो च्यालेन्ज अलिकति टेक्निकली चाहिँ अलिकति च्यालेन्जिङ नै रहेछ भनौँ होइन। अब 45 मिनट भनेको त ठुलो टाइम होइन, त्यो पनि मेरो लागि हुन्छ नि होइन, त्यो वालै भत्काइन्छ जस्तो लाग्थ्यो। तर यो प्लास्टिकको ड्रम पनि गाह्रै हुने रहेछ 45 मिनटमा पनि। Time is up. म चाहिँ के मात्र भन्छु भने बाघ बिरामी भएर मात्र हो, नभए यो ट्याङ्की त केही पनि होइन। त्यति हो। घिसिङ दाइले चाहिँ सक्नुहुन्छ जस्तो लागिरहेको थियो मलाई। फुल विश्वास थियो दाइले माथि, म पुरा कन्फिडेन्स साथमा बिहाइन्ड द क्यामेरा बसिरहेको थिएँ। तर दाइको खुट्टाले गर्दा अलिकति दिएन छ, केही छैन। आइएम स्योर क्रान्तिलाई चाहिँ फुल एनर्जी पहिला त्यो किल्ला पेन्सिलमा सबै वेस्ट गरेको थियो। मेबी उसले त्यो हुन त हो अलिकति पावर त लाउनै पर्छ, तर उसले मेन औजार जुन उसले ह्याक्स अफ ब्लेड पायो त्यति बेलासम्म उसको अराउन्ड 50% चाहिँ एनर्जी त्यसमै गयो। 50% एनर्जी त्यसमा गयो अनि खुट्टा झमझमायो गइहाल्यो। यहाँबाट त फुल अन सपोर्ट छ। 5000 दिएको के न के गर्नु भनेर सोचेको। जो 45 मिनट बस्दाखेरि धेरै चिज दिमाग पनि साइको भयो एकछिन त। अब फुल खुट्टा निदाइसकेको थियो, त्यसपछि अब के गर्ने भयो। निकाल यार। How Rikesh साथी? बिस्तारै छिटाउन यार, खुट्टा निदाएर त ल्याङ भयो यार। बिस्तारै समात मेरो खुट्टामा दम छैन नि। बिस्तारै खुट्टामा दम छैन, जसले भाँचिन्छ झ्याक्कै पक्कै खुट्टा भाँचिन्छ झ्याक्कै। बिस्तारै भाँच्छ यार, खुट्टा निदाएर ओभर गाह्रो यार। भाइ नछोड खुट्टामा दमै छैन यार। उचालो न अघि जस्तै निकालो यार खुट्टामा। 1 2 3 यो च्यालेन्ज कस्तो गाह्रो बनाएको छु यार मैले। बस्यो यार साथी 45 मिनट्स इन दिस स्मल कन्जस्टेड स्पेस। त्यही माथि तोडफोड गर्दै खुट्टा नगएको भए चाहिँ हुन्थ्यो यार। खुट्टाले गरेर चाहिँ बढै गाह्रो भयो, दिमागै चलेन यार। आजको च्यालेन्ज चाहिँ इन्ट्रेस्टिङ नै थियो। ड्रममा छिरेर हुन्छ नि अलिकति हल्का सर्भाइभल टाइपको, अनि जस रमाइलो लागेको थियो। अब धेरै पछि च्यालेन्ज गरिरहेको मैले होइन, रमाइलो लागिरहेको थियो। राम्रै क्यास प्राइज पनि थियो। तर ड्रम देख्दाखेरि चाहिँ हल्का स्पेस छैन जस्तो त मलाई लागिरहेको थियो। अनि एक्स दिएको थियो है, एक्सको चाहिँ हेर्दाखेरि मात्रै डर लाग्दो है, त्यसको खासै युज भएन। अब त्यो जसमा हानु भने आफ्नैतिर आउला भन्ने डर, त्यसपछि त्यो वान वे मात्रै जाने हो नि त, त्यो त मुनि मात्रै जान्छ। तर त्यो पनि स्विङ गर्नै पाइएन, अनि टुकटुक हान्दाखेरि नजाने भयो होइन। अलिकति यो च्यालेन्ज अलिकति टेक्निकली चाहिँ अलिकति च्यालेन्जिङ नै रहेछ भनौँ होइन। अब हतियारहरू चाहिँ युजफुल हतियार कमै थियो एउटा छोडेर। कैँची पनि अलिकति अब दिमाग लागेको भइ सकिन्थ्यो होला, तर लास्टमा धेरै युज गरेँ मैले कैँचीलाई मैले खासै युज गर्नु सकिनँ, किनभने लास्टमा म थाकिसकेको थिएँ धेरै। अनि त्यसपछि कैँचीलाई एक घोप्दाखेरि मेरो धेरै गाह्रो भइरहेको थियो मलाई। त्यसपछि सानो स्पेस भएपछि के भयो भन्दाखेरि एकदमै गर्मी भयो। त्यसपछि पसिनाले म भिजिसकेको थिएँ, त्यो पनि प्रब्लम भयो। ओभरअलमा के प्रब्लम भयो भने लास्टबाट हल्का फ्रेम बनाउनु सकिएन। अब हल्का फ्रेम बनायो भने टाउको छिर्ने बित्तिकै त जिउ निक्लिहाल्छ, त्यो साइन्स हो। तर खै म आज केले चुकेँ होइन, तर चुकेँ जो आज खुट्टा निदाएर होला। किनभने खुट्टा चाहिँ मेरो लगभग 45 मिनटको च्यालेन्जमा आज 30 to 35 मिनट्स चाहिँ मेरो खुट्टा एकदमै निदाएको थियो। अनि खुट्टा निदाएपछि चाहिँ ठ्याक्कै दिमागले अलिकति सोच्न पनि अप्ठ्यारो भयो। खुट्टा लाराकलुरुक भइसकेको थियो, यहाँसम्म आइसकेको थियो माथिसम्म निदाउँदै। त्यसपछि तर ओभरअली रमाइलो भयो भनौँ च्यालेन्ज चाहिँ। अब त्यो डाङडाङ डुङडुङ पनि गर्न नमिल्ने रहेछ क्या सानो स्पेसमा चाहिँ। अब त्यो फुल्ली टेक्निकल थियो आजको गेम चाहिँ। अब पछि च्यालेन्ज गर्ने भाइहरूलाई म त्यही भन्न चाहन्छु, यो गेम फुल्ली टेक्निकल छ। अब म चान्स पाएँ भने चाहिँ म एक्लै त गर्दिनँ, म र कमल हुन पाएँ भने चाहिँ म रमाइलो हुन्छ। किन कमललाई मेरो कम्पिटिसन भइरहेको हुन्छ नि त, त्यो हो भने चाहिँ
जित्छु भनेर त्यसमा चाहिँ म 100% दिनेछु त्यो च्यालेन्ज हेर्न मन छ भने चाहिँ भन्नु होला त्यही नै हो आई होप तपाईँहरूले यो भिडियो इन्जोय गर्नुभयो होला अनि प्लिज डु नट ट्राई दिस एट होम किनकि यो अझैले गर्ने हो क्रेजी सिट होइन अनि हामी यहाँ 4-5 जना स्ट्यान्ड बाई हुन्छौँ अनि वी आर एडल्ट्स इनफ टु डु इट होइन केटाकेटीहरू प्लिज हेर्दाखेरि जति रमाइलो छ गर्दाखेरि त्यति गाह्रो हुन्छ टेक्निकली मिलाउँदाखेरि झन् गाह्रो हुन्छ त्यो औजारहरू उसले आफूलाई सेफ राखेर गर्नु त्यो झन् ठुलो कुरा हो होइन त्यही भएर प्लिज गर्नु मन छ भने भिडियोमा क्लिक गरेर हेर्नु फुल भिडियो अरू केही नगर्नु म त्यही भन्न चाहन्छु थ्याङ्क यू सो ठिकै छ यत्रो साथीको मेहनतको लागि चाहिँ म ताली बजाउन चाहन्छु अनि साथसाथै जुन क्यास प्राइज उसले स्केप गर्दाखेरि पाउने थियो त्यो क्यास प्राइज पनि म उहाँलाई दिन चाहन्छु के साह्रो यो त अनि सिम्प्याथी हुँदैन इम्प्याथी नै दियो त्यसले च्यालेन्ज एकदमै टफ बनाइपठाएछु मैले होइन यार खुट्टा चाहिँ के हो यार ओपर खुट्टा लिँदा त्यसको चाहिँ होइन क्या दिमागै लाउनु सकेन है खुट्टा लिँदाखेरि क्या खास हुने नि यसलाई यहाँनिर मात्रै टच गराउनु पाएँ निस्किन त्यसकी क्या हो यहाँ अलिकति गरे भए निस्किन त्यसकी हो त्यो डट कनेक्ट गरे भने थाक्यो खुट्टाले ओभर भयो यार खुट्टै चलेन नि ए नगर न अब त स्टाक सक्यो अहिले स्टुडियो मात्र बिग्रिन्छ धेरै बजी मैले घिसिङ हारेको देखेँ है हुन्छ नि खुट्टा लिँदा हारे यार दिमागै चलेन यार तर यो च्यालेन्ज एकदमै टफ एकदमै गाह्रो बनाइपठाएछु होइन त्यो सेपमा मिलाउन सकेन नि त लास्टमा जस्ट आजको टाइटल स्पोन्सर हुनुहुन्थ्यो सर्भो स्टोर हाम्रो कुपनडोलमा छ लोकेसन पनि गुगल म्याप्समा यहाँ आइसक्यो सर्भो स्टोरको लागि यस्तो भयो यार त्यही कुराले चाहिँ स्याड नहुनु होला तपाईँको लागि फुल सेट रेडी छ एफिनिटी स्टुडियोमा हामी जाने पनि छौँ लिने पनि छौँ होइन खुट्टा लिँदाखेरि कहिले हुँदैन निक्लियो तर होइन हारे पनि 45 मिनटमा कटाउन चाहन्थेँ